मुद्दा चलाउने हो स्पष्ट। नियत बस कसैले जनतालाई ठगी गर्छ, आज यत्रो समाजमा क्राइम भइरहेको हो नि त। यो त हाम्रै पार्टीको किन नहोस्, त्यो त्यसमा अपराध चाहिँ गरेको छ भने त्यो अपराधलाई चाहिँ राज्यले प्रोटेक्सन गर्ने हुँदैन। कि जे पनि कुरा राज्यको टाउकोमा लगेर राज्य गर्दाखेरि समस्या समाधान हुन्छ त। मुद्दा चलाउने हो स्पष्ट। नियत बस कसैले जनतालाई ठगी गर्छ, आज यत्रो समाजमा क्राइम भइरहेको हो नि त। यो त हाम्रै पार्टीको किन नहोस्, त्यो त्यसमा अपराध चाहिँ गरेको छ भने त्यो अपराधलाई चाहिँ राज्यले प्रोटेक्सन गर्ने हुँदैन। कि जे पनि कुरा राज्यको टाउकोमा लगेर राज्य गर्दाखेरि समस्या समाधान हुन्छ त। यो यस्तो यसमा हामी एकदम स्पष्ट हुनुपर्छ। भ्रष्टाचार भनेको सधैँ पद र पैसाको मात्रै हुँदैन के, मैले सधैँभरि भन्ने गरेको छु। आफूले गर्नुपर्ने काम नगर्नु पनि भ्रष्टाचार हो। सामुदायिक वन पनि त अहिले यत्रो समस्या आयो, आखिरमा सामुदायिक वनले पनि त कति काम गर्दाखेरि त्यो फेन्सिङ, इलेक्ट्रिक फेन्सिङ उपयुक्त तरिकाले राखिदिएको भए त जनावर आएर यसरी समाजमा हान्ने त स्थिति बन्द रहेन रहेछ नि त। हाम्रै समुदायका व्यक्तिहरू पनि कति दोषी हुनुहुन्छ, यसका बारेमा हामीले प्रश्न गरेका छौँ कि छैनौँ? त्यसमा सक्रिय भएर यो सामुदायिक वन किन बिग्रियो भनेर भनेका छौँ कि छैनौँ? यो विषय त विचारणीय भयो त हाम्रो लागि पनि। सबै विषय समाधान गर्दै गर्दै जाँदाखेरि जे पनि कुरा राज्यको टाउकोमा लगेर राज्य गर्दाखेरि समस्या समाधान हुन्छ त भन्ने प्रश्न त सोच्नुपर्ने भयो नि। अब सामुदायिक वनहरूको सवालमा पनि हामी स्पष्ट हौँ। हजुरलाई एकदम स्पष्ट निर्देशन छ। यी कहाँ समस्या छन्, कहाँ सामुदायिक वनको अवस्था के हो हजुरले हेर्नु पर्यो। तिनमा चाहिँ नि अधिवेशन गराउन के उहाँहरूको समस्याहरू समाधान गर्नुको लागि तपाईँले हदैसम्म प्रयत्न गरिदिनुहोस्। विगतका दिनमा अनुभव नभएर, ज्ञान नभएर हो भनेदेखि त्यसलाई सहजीकरण गरिदिनुहोस्। नियत बस हो भनेदेखि तिनलाई चाहिँ मुद्दा चलाइदिनुहोस्। किनभने नियत बस कसैले जनतालाई ठगी गर्छ, आज यत्रो समाजमा क्राइम भइरहेको हो नि त। यो त जनतालाई दुःख पर्नु भनेको, जनतालाई यो हदसम्मको मर्नुपर्ने स्थिति आउनु भनेको त त्यो त एक प्रकारले क्राइम हो नि। त्यसका बारेमा कसैले नियत बस त्यस्तो काम गरिरहेको छ भनेदेखि संरक्षण कसैलाई पनि हुँदैन, चाहे त्यो जुनसुकै राजनैतिक दलको होस्, हाम्रै पार्टीको किन नहोस्। त्यो त्यसमा अपराध चाहिँ गरेको छ भने त्यो अपराधलाई चाहिँ राज्यले प्रोटेक्सन गर्ने हुँदैन। त्यसमा तपाईँले भन्नु पर्यो, तिनलाई मुद्दा चलाउने हो स्पष्ट। तर नजानेका कारणले अथवा चाहिँ अनुभव नपुगेका कारणले, गर्न खोज्दै पनि नभएका कारणले, ज्ञान नभएको कारणले गर्दाखेरि उहाँहरूले गर्न नसकेको हो भने सहजीकरण गरिदिनुहोस्। 6 महिनाको टार्गेट राखिदिनुहोस्। अझ हजुरले पनि गरिदिनुहोस्, किनभने हजुर पनि अब निर्वाचित भएर आउनु भएको छ। सबैलाई एकचोटि सहजीकरण गरिदिनुहोस्। यहाँ कसैले कसैलाई दोषारोपण नगरौँ। आफूले राम्रो काम गरेको छ भने त्यो त आफैले सोच्ने हो नि, अरू मूल्याङ्कन जनताले गर्ने हो। सबैले आफ्नो आफ्नो भागको भूमिका खेलौँ। अनि कसैले नियत बस त्यसमा चाहिँ गलत काम गर्न खोज्छ भने त्यसलाई कानुनी कारबाहीमा लिएर आउने, त्यो दायरामा ल्याउने खालको प्रयत्न गरौँ। केही अप्ठ्यारो पर्यो भनेदेखि त सिरियस साहब यस्तो सहजीकरण गरिदिनु, यस्तो सिरियस साहब हुनुहुन्छ हजुरहरूलाई भने चाहिँ सबैले एकअर्कालाई फलोअप गर्दै गर्दै काम गरौँ भन्ने कुरा यति पनि आग्रह गरौँ। अब सामुदायिक वनको त्यो तरिकाले अगाडि जाने सबै अग्री हुनुहुन्छ नि, होइन? ठिक छ।